आदरणीय दर्शक महानुभाव नमस्कार। यति बेला हामी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर 4 को खन गुफा भन्ने ठाउँमा छौँ। यो धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको यो गुफा 1 वर्ष अगाडि हामीले ओझेलमा पर्यो, यो चाहिँ जीर्ण अवस्थामा भएको मन्दिरलाई व्यवस्थापन गरिएन भनेर रिपोर्टिङ गरेका थियौँ। त्यो बेलाको भिडियो, यो क्लिप एकपटक हेर्नुहोस्। दर्शकवृन्द, त्यसपछि हामीले यसलाई जोडतोडका साथ सम्बन्धित व्यक्तिलाई यसको बारेमा के हुँदैछ भन्ने विषयमा पनि जानकारी दियौं र हामी यसलाई ठ्याक्कै जस त लिँदैनौं, तर 1 वर्ष अगाडि हालेको भिडियो र आजको हाल्दै गरेको भिडियोमा धेरै अन्तर छ। अर्थात् जीर्ण अवस्थामा रहेको त्यो मन्दिरलाई अहिले बनाइदैछ, राम्रो चिटिक्क पारिदैछ। यसको समग्र वस्तुस्थिति, यहाँको ऐतिहासिक महत्त्व लगायतका विषयमा आज हामी तपाईलाई सम्पूर्ण जानकारी दिँदैछौँ। यो जानकारी सँगै यस मन्दिर व्यवस्थापन समितिका अध्यक्षसँग पनि यसको बारेमा सम्पूर्ण जानकारी प्रस्तुत गर्नेछौँ। आदरणीय दर्शक महानुभाव, यति बेला हामी त्यही ठाउँमा छौँ जुन ठाउँमा 1 वर्ष अगाडि आउँदै गर्दा यहाँ जीर्ण अवस्थामा मन्दिर रह्यो, यसको चाहिँ संरक्षण भएन, प्रचार प्रसारको अभावमा यो ऐतिहासिक, पर्यटकीय र धार्मिक महत्त्व बोकेको यो क्षेत्र ओझेलमा पर्यो भन्दै हामीले भिडियो क्लिप बनाएका थियौँ र आज 1 वर्षपछि यही ठाउँमा आएर हामीले यो मन्दिर बन्दै गरेको अवस्था र यहाँ के हुँदैछ, के हो प्रक्रिया, यसको ऐतिहासिक महत्त्व लगायतका विषयमा यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पोखरेलसँग केही कुराकानी गर्छौँ। अब हामी ठ्याक्कै गत वर्ष यही ठाउँमा आउँदा मन्दिर जीर्ण अवस्थामा रहेको, भत्किन्छ कि भन्ने अवस्थामा पुगेको, यस्तो अवस्थामा रहेको, यो चाहिँ प्रचार प्रसारको अभाव, योसँग यो व्यवस्थापन भएन भन्ने कुराको मैले आफै ठाउँमा उपस्थित गरेर आएको थिएँ। आज चाहिँ बन्दै गर्दा खुसी पनि लाग्यो। यो चाहिँ कुन योजना मार्फत कसरी बन्दैछ भन्नुहुन्छ? म सर्वप्रथम त म के भन्न चाहन्छु भने हाम्रो यो खन गुफा भनेको अर्घाखाँचीमा शिवालय मध्ये जस्तो सिद्धेश्वरी शिवालय चित्रबेसी, त्यसपछि गएर तपाईँ पाणिनीको चाहिँ एक ठाउँ शिवालय, त्यो कुन ठाउँ हो त्यो अलिकति मलाई त सम्झना छैन। त्यसपछिको शिवालय भनेको ऐतिहासिक खन गुफा हो र यो गुफा बीचमा चाहिँ हाम्रो अलिकति ओझेलमा पर्न गयो। कुन योजना अन्तर्गत बन्दैछ र कति लाखको योजना हो भन्ने कुरा गरौँ। अहिले यो बन्दैछ, यो हाम्रो 10 लाखको हो। यो हाम्रो चाहिँ पर्यटन मन्त्रालय, अहिले वर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यज्यू चाहिँ हाम्रो शिवरात्रिमा यहाँ आउनुभएको थियो र मन्दिर जीर्ण थियो। चेतनारायणजीले यसको निम्ति चाहिँ केही हेरिदिनु गर्नु पर्यो भन्दा हुन्छ, मैले तेरो त प्राथमिकता दिन्छु। यो पुरानो ऐतिहासिक हो। मेरो स्वर्गीय बुवा टिकारामहरूले बुवाहरूले पनि भन्नुहुन्थ्यो, स्वर्गीय खुबिराम आचार्यहरू, स्वर्गीय यो टिकाराम घिमिरेहरू त्यो जमानाको अरे भनेर उहाँले सोध्नुभयो। त्यसकारण यसलाई गर्नुपर्छ दाइजी भनेर उहाँले भनेर उहाँले चाहिँ गएर यसलाई चाहिँ 10 लाख रुपियाँ चाहिँ पारिदिएको हुनाले पर्यटन मन्त्रालय भैराबाट चाहिँ सूचना भइसकेपछि र अहिले यहाँ हाम्रो एकजना ठेकेदार बाबुले चाहिँ टेन्डर हालेर यो टेन्डर मार्फत गएको। अहिले त्यो 10 लाखमा मन्दिर मात्र बन्ने हो कि तलबती रहेको त्यो गुफा होइन, अन्ली खालि यति हो, यो मन्दिरको लागि यही मन्दिर जति बनियो। हामी ठ्याक्कै गुफामा जान्छौँ, गुफामा भएको त्यो गतिविधि हेर्छौँ, त्यसपछि इतिहासका कुरा गर्छौँ। अब हामी यो ठ्याक्कै ठुलो पहरा मुनि रहेको, पहरादेखि ठ्याक्कै तल रहेको यो गुफा छ, यो गुफाको बारेमा पनि बुझ्छौँ र यसको इतिहासको बारेमा पनि उहाँसँग कुराकानी गर्नेछौँ। अब ठ्याक्कै यो गुफा चाहिँ पहिला चाहिँ कस्तो थियो? गुफा पहिला थिएन होला, त्यो सुरुवाती अवस्थामा तपाईँले भन्दै गर्नु त्यो छान चाहिँ उसको त्यो फरक थियो। ठिक छ, अब हामी यो संरचनाको कुरा गऱ्यौँ। यसलाई चाहिँ अब यसपछि चाहिँ पारिने बजेट अथवा कसरी हुन्छ पहल तपाईँहरूले गर्नुहुनेछ। अब यसको इतिहासको बारेमा कुरा गरौँ। मैले जाने बुझे अनुसार र अब किनभने म आजभन्दा पहिला म कतिपय बौद्धिक मान्छेहरू साथीहरूसित मैले बुझ्दा यो खन गुफा स्वर्गीय शशिधर स्वामी भनेको मालारानी गाउँपालिका वार्ड नम्बर 7 मा जन्मनुभएको रहेछ। उहाँ अध्ययन गर्नको निम्ति बनारस हुँदै उत्तराखण्ड, भारतको उत्तराखण्डतिर जानुभएको रहेछ। उहाँ एउटा चाहिँ स्वामी जति नै उहाँ एकदम विद्वान हुनुहुँदो रहेछ। उहाँ के गर्नुभएछ भने उहाँ स्वर्गद्वारी जानुभएछ। स्वर्गद्वारी गइसकेपछि उहाँ स्वर्गद्वारीमा बस्नुभयो। स्वर्गद्वारी बसिसकेपछि उहाँ फिर्ता हुनुभयो। फिर्ता किन हुनुभएछ भने चाहिँ स्वर्गीय शशिधर स्वामीकी दिदी अथवा फुजे दिदी चाहिँ यो हाम्रो मालारानी गाउँपालिका वार्ड नम्बर 3 को सापडाँडा भन्ने तत्कालीन देवीराम खनाल र मोतीलाल खनालकी हजुरआमा चाहिँ उहाँकी पूज्य पर्नुहुँदो रहेछ। र उहाँ छोडेर आउने क्रममा यसो अवलोकन गर्दै आउँदा यहाँ एउटा चाहिँ गुफा देख्नु भएको छ। गुफा देखिसकेपछि होइन कतै चाहिँ यहाँ स्थापना गर्न पर्छ कि भन्दा उहाँले यहाँ बस्न सुरु गर्नुभएछ। पछि घर छोडेर यहाँ आउनुभयो। आएर बस्दा बस्दै उहाँले के गर्नुभएछ भने
उहाँले 500 रुपियाँ दाम लिएर आउनुभएको रहेछ। 500 रुपियाँ दाम लिएर आएपछि त्यो पैसा उहाँले भारत इन्डियाबाट लिएर आउनु हो कि अथवा त्यहाँको भनौँ न आफ्नो सम्पत्ति केही बेचेर लिएर आउनु हो कि होइन, त्यसको बारेमा मलाई त्यति हेक्का भएन। र त्यो 500 रुपियाँ दामले के गर्न चाहिँ भने हाम्रो हालको सन्धिखर्क नगरपालिका वार्ड नम्बर 11 को माटे अथवा डिवार्न माटेमा चाहिँ गएर लगभग त्यो माटो कति माना कति के भन्छ लगभग 60 देखि 70 80 मुरी धान हुने उहाँको खेत किन्नु भएछ। र त्यो खेत किन्ने क्रममा के भएछ भने 20 मुरी हाम्रो चाहिँ यहाँ उहाँहरूले राख्ने गुफामा 6 मुरी चाहिँ पुजेरीहरूलाई दिने त्यो गर्नु रहेछ। र त्यो धान बोक्नुको निम्ति अन्त अलग उठाउने वर्षमा अलग उठाउने धान लिएर आउने धान ल्याएर यहाँ राख्ने यहाँ बसेकाले खाने पूजाआजा गर्ने त्यो हुन्थ्यो। र शशिधर स्वामी बितिसकेपछि यहाँनिर गएर के भयो भने चाहिँ अर्का कपिलदेव भन्ने चाहिँ काठमाडौँतिरका बासिन्दा हुनुहुँदैछ, उहाँ आउनुभयो। उहाँ आइसकेपछि के भएछ भन्नु चाहिँ मैले भन्दाखेरि शशिधरका स्वामीले यहाँ छोडेर उहाँ रेसुङ्गा जानुभयो। रेसुङ्गा गएपछि उहाँ तपस्यामा बस्नुभयो। त्यसपछि उहाँ कहाँ जानुभयो रिडी गएर चाहिँ भिरगु ऋषिको उसमा चाहिँ अन्त्यमा उहाँ गएर तपस्या पनि गर्नुभयो। उहाँको मृत्यु पनि त्यही भयो मैले मेरो जानकारी अनुसार। र एउटा अचम्म कुरो के भने शशिधर स्वामीको चाहिँ हाल मालरानी गाउँपालिका वार्ड नम्बर 3 को कुनाहारका माउली भत्ता रहेछन्। र उहाँका दाजुभाइ भनेका चाहिँ बामरुका मरसानीहरू जब शशिधर स्वामीले यो छोडेर गइसकेपछि त्यो त हाम्रो सम्पत्ति हाम्रो दाजुभाइ यो शशिधर स्वामी भनेर त्यो खेतमा मुद्दा लड्छ। जुन चाहिँ 5 जना किनेको खेतमाथि उतापट्टि दाजुभाइले दाबी गर्छन् शशिधर स्वामी त हाम्रो यही गुफामा बसेको भान्जाको सम्पत्ति हामीले गर्नुपर्छ भने फेरि यतापट्टि हाम्रो खनाल दाजुभाइको दाबी गर्नुभएछ। त्यो हुँदा मुद्दा परेछ। मुद्दा पर्दाखेरि कसले आयो त्यो कपिल देवले आएर चाहिँ मुद्दा हाल्नुभएछ। मुद्दा हाल्दाखेरि जङ्गबहादुर राणा प्रधानमन्त्री होइन जङ्गबहादुर राणा चाहिँ प्रधानमन्त्री हुने बेलामा त्यो चाहिँ फैसला भएर फेरि गुफाको नाम स्थापना भयो। त्यो हुँदा हुँदै तपाईँको के भयो कपिल देव पनि मृत्यु भयो। उहाँको संविधान यहाँ माथि छ। त्यसपछि आउन पदमगिरी आउन पदमगिरीका पाला के रहेछन् फेरि त्यहाँ माताहरू पनि हुनु रहेछ। पदमगिरीको पनि चाहिँ मृत्यु भइसक्यो। त्यसपछि बल्ल अलिअलि मैले जान्ने बेला जगनगिरी आउनुभयो। जगनगिरी पनि लामो समयसम्म बस्नुभयो। जगनगिरी चाहिँ गएर यहाँ जब उहाँ चाहिँ बसेर उहाँको यहाँबाट काठमाडौँ जानु उहाँ मृत्यु भइसकेपछि त्यहाँखेरि त्यो तपाईँको चाहिँ त्यो 2046-47 पछि त्यो जुन प्रजातन्त्रीय आन्दोलन भयो। आन्दोलन भइसकेपछि सरकार बन्यो। सरकार बनिसकेपछि त्यो के ल्यायो भने जसको घर उसको पो जसको जोत उसको भन्ने चाहिँ एउटा नीति ल्यायो भने भूमि सुधारले त्यो ल्याइसकेपछि हाम्रो जुन यो गुफाको खेतमा जसले गर्नुभएको थियो हाम्रो यहाँ नारायण ठकुरीको हजुरबुवाहरूले नरेन्द्र ठकुरीको हजुरबुवाहरूले त्यो चाहिँ के गर्नु त्यो सरकार एउटा नीति ल्यायो। नीति ल्याएपछि उहाँले 1 लाख रुपियाँ धरोड राख्नुभयो। 1 लाख रुपियाँ धरोड राखेर त्यो अहिले चाहिँ मालको कार्यालयमा छ। वर्षको 4,000 3-4,000 आउँछ। कति आउँछ त्यही आउँछ 3200 रुपियाँ दाम आउँछ। त्यसैमा चाहिँ हामीले पुजेरीले चाहिँ दिने धुप हाल्न भनेर भनेका छन्। त्यो चाहिँ खेतभरि उहाँको नाममा भयो। त्यसमा चाहिँ अब त्यसमा हाम्रो यहाँको लोकल जनताहरूको पनि भनौँ कसैको मिलोमतो पनि होइन। त्यो सरकारको निर्णय थियो। सरकारले चाहिँ गर्यो। र अहिले गएर चाहिँ तपाईँ त्यसपछि रामगिरी पनि आउनुभयो। रामगिरी पनि जब 2-3 वर्ष टिक्नु हो। त्यस्तो रामगिरी गइसकेपछि एकजना पाणनी गाउँपालिकाका कौशलेश्वर पन्थी यहाँ आइसकेपछि यो चाहिँ अस्तिको यो 25 जना मन्दिर थियो कौशलेश्वर पन्थीजीले चाहिँ उहाँलाई हामी सबैले साथ दियौँ। त्यसपछि गएर यहाँ विष्णु सैया यो राति बिना गरेर उहाँलाई हामीले कुटैले साथ दिएर यो विष्णु सैया चाहिँ उहाँले बनाइदिनु भयो। विष्णु भगवानको मूर्ति हो। अब यहाँ खास चाहिँ विशेष गरेर महाशिवरात्रिको बेला विशेष मेला पनि लाग्ने गर्छ। खास चाहिँ महत्त्व होइन। त्यो बेलामा टाढा कहाँबाट आउनुहुन्थ्यो पहिला, अहिले के छ अवस्था? आउन त यहाँ अहिले हाल चाहिँ मानिसहरू चाहिँ तपाईँको चाहिँ अब छिमेकी वार्डहरू त्यसपछि सन्धिखर्क यता गएर चाहिँ पिपलधारा होइन सबरभर नयाँ गाउँ होइन यो यताको टिममा आउनुहुन्छ जसको हातमा साधन सिप छ होइन गाडी लिएर आउनुहुन्छ होइन। र अलिकति के भयो भने चाहिँ हामी मालारानी गाउँपालिकाका हौँ र हाम्रो चाहिँ यहाँको इतिहास भनेको हाम्रो देवी मालारानीको चाहिँ गएर मालारानीले गर्दा त्यहाँ जाने क्रममा
मालारानीमा जुन देवीको मात्र मन्दिर हुनुपर्ने ठाउँमा त्यहाँ पनि उहाँहरूले शिवालय बनाइदिएको हुनाले अलिकति हामी बुझेन यसरी बन्न गएका हौँ। अर्को कुरा जस्तो यो बाटो यहाँ पिच भएकै बाटो छ, हजुर त्यहाँ चाहिँ यहाँनिर गुफा छ, यहाँ अवलोकन गर्नुहोस् है भनेर एउटा बोर्ड राखिदिने, त्यो खालको प्रचार प्रसार गर्न नसकेको हो कि भन्ने चाहिँ मलाई लागेको छ। राम्रो कुरो यो कसरी थाहा पाउने नयाँ मान्छेले? ठिक कुरा भन्न तपाईँले यो सुझाव दिनुभयो, यसको निम्ति चाहिँ म लगत्तै मेरा भनौँ न हाम्रो टिम चाहिँ बैठक बसेर यो भइसकेपछि र हामीसँग खास आर्थिक स्रोत केही पनि छैन, हामी एउटा बोर्डको लागि यहाँको पहरा, यो गुफा, यो मन्दिर, यहाँको दृश्य सहितको तस्बिर, यहाँनिर ऐतिहासिक गुफा छ भनेर एउटा बोर्ड राखिदिनु भयो भने त्यहाँ चाहिँ गएर हामी सुरक्षित पनि रहन्छ। हामीले त्यो बोर्ड राख्नुपर्छ भने त्यो चाहिँ एकदम मैले महसुस गरेको छु, मैले भित्री महसुस त गरेँ थिएँ। आज तपाईँले यो उजागर गरिदिनु, त्यसको निम्ति म धन्यवाद। हामी अर्को महाशिवरात्रिमा आउँदा त्यहाँ बोर्ड सहित हुनेछ भन्ने आशा र अपेक्षा गरौँ। यहाँ हुँदै गरेका गतिविधिको अपडेट हामी दिनेछौँ है। हुन्छ सर, हाम्रो सबैभन्दा यो चाहिँ तपाईँको चाहिँ यो प्राकृतिकले दिएको त्यो माथि चाहिँ नाककोहरू चाहिँ मैले के सोचेको छु भने मैले हिजो दाङको यो भालुवाङ कोलकातामा एउटा चाहिँ यस्तो सर्पको चाहिँ राम्रो चाहिँ नाकको चाहिँ उ रहेछ, यो नाकको मूर्ति आकारको बनेको रहेछ है। यो आफै बनेको, यो कसरी यो नेचरले यो कसरी चाहिँ बनाएर त्यो गरेर बनेको चिज होइन। माथि चाहिँ जस्तो कपिलदेवको समाधि स्थल भन्छ होइन, त्यो समाधि स्थल त्यही छ होइन, पदमगिरीजीको त्यही छ होइन। त्यसपछि अरू चाहिँ माताहरूको पनि त्यहाँ माथि चाहिँ समाधि छ, त्यसलाई चाहिँ हामीले कुनै सिमेन्ट प्लास्टर केही नगरिकन त्यही चाहिँ माटोको हिलोले गाह्रोले चाहिँ त्यही गर्थ्यो। कुनै बेला जीर्ण थियो, आज बन्दैछ, खुसीको कुरा हो। यो कार्य सफल होस्, हामी शुभकामना दिन्छौँ। हस्, तपाईँलाई समय दिनुभयो, धन्यवाद। धेरै धेरै मैले पनि तपाईँलाई पुनः अझै पनि चाहिँ विशेष गरी केशव पन्थी लगायतको तपाईँको टिम होइन अराहेदी बुलेटिनलाई म चाहिँ गरेर यसको निम्ति प्रचार प्रसार गरिदिनु भएकोमा र अझै पनि प्रचार प्रसार गरिदिनु छ भन्ने आशा गर्दै म मेरो व्यक्तिगत तर्फबाट सिङ्गो चाहिँ हाम्रो समितिको तर्फबाट म धन्यवाद दिन चाहन्छु।